अब किङ अफ माइलेज भनेर चिनिने यामाको जेटआर स्कुटी, त्यो पनि 2023 मोडलको यतिखेर हाम्रो दुलाबा रिकन्डिसन हाउसमा यो सिङ्गल ह्यान्डवाला स्कुटी यतिखेर बिक्रीमा आइसकेको छ है त। लुक्स कन्डिसन बवालै छ। यो चाहिँ सिङ्गल ह्यान्डमा हो भने हजुरहरूले देखिरहनु भएको छ, लुक्स बवालै छ। यसको जेनुन रनिङको कुरो गर्नुपर्दा मात्र 9320 किलोमिटर छ। यो चाहिँ सिङ्गल ह्यान्डमा 2023 मोडलको अब किङ अफ माइलेज भनेर चिनिने मार्केटमा यो यामा जेटआर एफआई वाला इन्जिन यतिखेर हाम्रो दुलाबा रिकन्डिसन हाउसमा यो टप भ्यारिएन्टको स्कुटी यतिखेर बिक्रीमा आइसकेको छ। यो चाहिँ 125 सीसीमा भने 52 लटको है त। 52 लटको भने 2023 मोडलको सोरुममा मैले भनिहालेँ। सोरुममा यसको मूल्य यतिखेर हजुरहरूलाई 3 लाख उकालो छ भने दुलाबा रिकन्डिसन हाउसमा यो 2023 मोडलको जेटआर स्कुटी मात्र 2,30,000 मा पाउनुहुन्छ। मैले भनिहालेँ यसको रनिङ मात्र 9320 किलोमिटर छ है त। यदि हजुरहरू 1 लिटरले 55-60 किलोमिटर माइलेज दिने स्कुटी खोज्दै हुनुहुन्छ भने यो एफआई वाला इन्जिन भएको स्कुटी बिक्रीमा आइसकेको छ। यदि हजुरहरू इन्ट्रेस्ट हुनुहुन्छ तुरुन्त सम्पर्क गर्नुहोला है त।